भित्री बाटोमा चाहिँ यसरी पार्किङ गर्न पाइन्छ क्या आफ्नो घर बाहिर चाहिँ। यहाँ 50 को स्पिड हो, 50 भन्दा माथि जान मिल्दैन स्पिड चाहिँ। यस्तो यस्तो छ यहाँ ब्रेकर राखेको थियो ठाउँमा स्पिड त्यसै पनि जान मिल्दैन क्या। म चाहिँ यता जाने हो होइन, यो गाडी यता जाने रहेछ, म त्यहाँ गएर त्यताभित्र छिर्ने हो। यहाँ किप क्लियर भनेर लेखा हुन्छ, जस्तै यहाँ गाडी जाम भयो भने यति रुट चाहिँ खाली राख्नुपर्छ कि यिनीहरूले। यो गाडी आयो होइन, गाडी आइसकेपछि चाहिँ कुर्नु पऱ्यो आनन्दले, सबै गाडी जान दिनु पऱ्यो। रुल्स इज रुल्स। त्यो गाडी सबै गइसकेर यो रुट र त्यो रुट खाली भएपछि बल्ल म पारि जानु पाएँ क्या। पुरै टोटल खाली हुनु पऱ्यो, खाली भयो होइन स्याट यसरी जाने, यता इन्डिकेटर दिने, पछाडि हेर्ने, स्याट यता जाने। ल आइयो नि त होइन, यसरी साइडमा पार्किङ गर्न पाइन्छ मजाले चिलसँग। स्टप क्याप्चरिङ। अब मैले पनि यतै पार्किङ गर्नुपर्ने हो, स्पेस छैन खै होइन। यहाँ रहेछ कि यहाँ छैन, यहाँ पनि होइन। त्योभन्दा अगाडि नो स्टपिङ रहेछ, किन हो यहाँ नो स्टपिङ? भनिहाल्ने मैले पार्किङ गर्ने होइन, म पनि भित्रै बस्छु नि त। कोही केही आयो भने चाहिँ साथ निकाल्नु पाउँछ नि त। मेरो चाहिँ यहाँ कस्तो क्युट देखिन्छ क्या रिभर्स, सानो होइन। त्यही हेर्दै टुकुन 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 बजाएर लाने है।